इन्स्ट्रक्टर हाम्रो ट्रेनिङ अमित सर किपका हाम्रो टिमले र तपाईँ तमाम परीक्षार्थीहरू आज यहाँ उपस्थित हुनुभएकोमा म यहाँहरूलाई विशेष धन्यवादका साथै स्वागत गर्न चाहन्छु। स्वागतम। काठमाडौँ इन्भाइरोमेन्ट एजुकेसन प्रोजेक्टले स्थापना कालदेखि नै यो इन्भाइरोमेन्ट जुन ट्रेकिङ र पर्यटन क्षेत्रबाट हुने गरेका असरहरूलाई न्यूनीकरण कसरी गर्ने भन्ने विभिन्न ट्रेनिङहरू दिँदै आएको छ र त्यस अन्तर्गत आज तपाईँहरूले यो 3 दिनको लिडरसिप स्किल ट्रेनिङ लिनुभएको छ। मलाई लाग्छ यहाँहरूले धेरै कुराहरू सिक्नुभयो। म भन्दिनँ सबै कुराहरू सिक्नुभयो, तर तपाईँहरूले धेरै कुरा सिक्नुभएको छ। त्यहाँ माथि नि हाम्रो विशेष उहाँ टुर लिडर पनि पहिला गर्नुहुन्थ्यो, लामो समयसम्म पर्यटनमा एउटा गाइडिङ गर्नुभएको, उहाँसँग कस्तो धेरै अनुभवहरू छ। र म पनि विगत लामो समय 2049 सालमा म एज अ ट्रेकिङ पोर्टर, त्यसपछि म गाइडिङ 12 वर्ष गरेर अहिले 17 वर्ष भयो मेरो नि एडभेन्चर ग्रेट हिमालय भन्ने यो ट्रेकिङ कम्पनी मैले अहिले मेरो रन गरेको छु। यहाँहरू पनि सायद अब ट्रेकिङ फिल्डमा लामै समय अनुभव लिनुभएको हो। यहाँहरूले मलाई लाग्छ हामीले हाम्रो पेसालाई कसरी जीवित राख्ने र हाम्रो पर्यटन क्षेत्रमा हाम्रो इन्भाइरोमेन्टमा असर नदिनको लागि हामी कतिको जवाफदेही हुनुपर्छ भन्ने कुराहरूलाई यहाँ धेरै कुरा सिक्नु भइसक्यो होला। ताकि अब जस्तो ट्रेकिङ क्षेत्रमा जाँदा हामीले के गर्नु हुँदैन, हामीले के गर्दाखेरि त्यसबाट असर हाम्रो चाहिँ बादमललाई असर गर्छ भन्ने खालको चाहिँ यहाँहरूले विशेष ध्यान दिनुपर्छ, ताकि जसले गर्दाखेरि हाम्रो इन्भाइरोमेन्ट पनि असर नपर्ने र हाम्रो यो पेसालाई पनि कन्टिन्युटी दिने